हेलो गाइज, आज म चाहिँ माछा फ्राई गरिरहेको छु है। यो चाहिँ माकुर माछा, मुरी माछा आज पुरा फ्राई गरेर मजाले यसलाई चप पारेर खानु पर्यो। अनि यो चाहिँ सनफिस भन्छ हैन, यो चाहिँ कोत्री माछा। यसमा चाहिँ काँडा धेरै हुन्छ तर एकदम टेस्टी हुन्छ। यसलाई पनि फ्राई गरेर मजाले हान्ने हो। बाहिर फ्राई गर्दैछु म। अब यो पनि यो पाकेपछि अनि त्यसपछि यो फ्राई हुन्छ। यो पनि मजाले फ्राई गरेर एकदम सँगै भुजासँग दामी फ्राई हुन्छ। गाइस ल है, खाना आउँछ है। अनि यहाँ चाहिँ यो भर्खर अब फल्ने बेला भयो। यो चाहिँ अब डल्ले खुर्सानी हैन, यो चाहिँ डल्ले खुर्सानी हो। यो टमाटर पनि अघि पाकेर लोकल टमाटर सानो सानो खालको हो। यसलाई पनि अघि अचार बनाएर मिठो हुन्छ। पुदिना हालेर हैन, धनिया हालेर जेमा पनि म्याच गर्छ टमाटर, एकदम राम्रो हुन्छ। अनि यो चाहिँ फुल है। यो फुल चाहिँ दामी हुन्छ। यो घरको वरिपरि लाउँदाखेरि एकदम घरलाई चाहिँ सुन्दर बनाउँछ। यो ब्युटिफुल यो राम्रो हो। घरको वरिपरि फुल रोप्नु, बिरुवा रोप्नु है। ल गाइस, यो फुल चाहिँ कस्तो लाग्यो कमेन्ट गर्नु होला। यहाँ चाहिँ डल्ले खुर्सानी धेरै हामीले बिरुवा लगाएको छौँ। अनि पानी हाल्दै अब यो फल्ने बेला भयो। अब यो यसको चाहिँ अब सानो सानो फुल्न थालिसक्यो हैन। अब यो चाहिँ अब केही हप्तामा केही दिनमा यो अब फल देखिन्छ सानो सानो। यहाँ चाहिँ धनिया लगाएको थियौँ। धनिया चाहिँ सबै उखालेर खाइसक्यौँ, अलिअलि छ यहाँ। यो चाहिँ पुदिनाको है। यो चाहिँ पुदिनाको बोट सानो। यसको अचार चाहिँ अघिको गोलभेडासँग टमाटरसँग मजाले मिक्स गरेर हरियो खुर्सानी हालेर दामी हुन्छ हैन। ल अनि यहाँ चाहिँ यो पनि टमाटर नै हो। यो चाहिँ करेला पाकेर यस्तो भइसकेछ पाकेर। ल पुरा सबै यहाँ पो झरिसक्यो त दाना जति। यो त भइसकेको छ है फ्राई। अब यसलाई चाहिँ मजाले ताले पाक्यो यो है। अब यसको चाहिँ पुरा मजाले मुखभित्र जान्छ। यसको टेस्टै छुट्टै हुन्छ यसको फ्राई गरेपछि। भुजासँग पुरा मजाले यसको अब स्वाद छुट्टै हुन्छ है। ल यसको स्टार्ट गर्नु पर्ला। यसको अब पाकिसक्यो। अब अर्को धेरै पाक्यो कि क्या हो, डढे जस्तो छ तर ठिकै हो। तेल पनि राम्रै हाल्नुपर्छ। यसमा पहिला सुरुमा मसला मिक्स गरेपछि मसला, त्यसपछि यसको चाहिँ यो हुन्छ सुरु। है आउनुहोस् है खानुलाई। एउटा छोटो ब्लग है, एकदम सानो। यो माछा त चाहिँ साह्रै काँडा हुन्छ है। यसमा चाहिँ पुरा फ्राई गरेर खाने हो। यो के भन्छ यसलाई, काँडालाई पनि पुरा झुरुम पार्नुपर्छ। दामी हुन्छ, पड्किन थाल्छ। आजको रेसिपी ट्याक्कै आजको खाने माछा यही हो। ल गाइस, आउनुहोस् है खानलाई। एकदमसँगले चोर्याम पारेर चप
थप पार्नु हाम्रो गार्डन सानो गार्डन छ पछाडिपट्टि आजको टेस्ट एउटा चाहिँ यो मुरी माछा अर्को चाहिँ यो ट्राउट यसलाई सानो पिस बनाएको रुख फेरि ठुलो छ कि यो जस गर्मीमा चाहिँ शीतल दिन्छ यसले घाम लागेको बेलामा ठुलो रुख छ यो 150 वर्षको रुख ठुलो छ है यो चाहिँ लोखर्केहरू हुन्छ यहाँ अनि खानेकुरा तल राख्दियो त दौडेर आउँछ खानलाई ल गाइस त्यस्तै हो आजको ब्लग आज छोटो भिडियो है तपाईहरुलाई म देखाउँदैछु ल गाइस आजको छोटो भिडियो म आज यो माछा फ्राई गर्दैछु हैन अनि गर्मीले पुरै त्यसै काले झन् काले भइसक्यो ल ओके गाइस सी यू सून नेक्स्ट भिडियो ओके बाई बाई